शारदा, तिमी घाँस काट्न आएकी मान्छे यो भिडबाट हाम फालेर के गर्न खोजेकी भन त? म जानी जानी भिडबाट हाम फाल्न कहाँ खोजेकी हो र जीवन। हिजो बेलुकादेखि केही पनि खाएको थिइनँ, हजुरलाई थाहा नै छ। खाली पेट एका बिहानै चिया पनि नखाइकन घाँस निक्ले। डोको बोकेर आउँदा आउँदै कतिखेर चक्कर लागेछ थाहा नै भएन। शारदा, यो संसारमा पैसा छैन भने आफन्त नै टाढिन्छन्। आखिर जन्मदिने आमा नभए पनि कर्मदिने आमा त हुनुहुन्छ नि। उहाँले नै हामीलाई सहारा हेर्यो है, कहिले बुझ्न सकेन। जीवन सबै कुरो पैसा ठुलो होइन नि। अहिले हामीसँग पैसा छैन, काम छैन, त्यही भएर आमाको स्वभाव कठोर भएको हो। अब हामी नयाँ पाइला चाल्नुपर्छ, नयाँ कामको सुरुवात गर्नुपर्छ। तब मात्र हामीलाई सबैजनाले साथ सपोर्ट दिन्छ नि। शारदा, तिमीले भनेको कुरो त ठिकै हो। आजभोलि त यस्तो लाग्न थाल्यो पैसा नै सबै थोक हो। यो सबै आफन्तबाट सिक्यो। तर तिमीले यस्तै साथ सपोर्ट दिन्छौ भने म जस्तो सुकै परिस्थितिमा नि अगाडि बढ्न सक्छु। जब हजुरको हातबाट मेरो सिउँदोमा सिन्दुर पर्यो, माइतीले डोली चढाएर हजुरको हातमा सुम्पिदिनु भयो। अब त जे जस्तो दुःख सुख जे जस्तो भए पनि म हजुरकै साथमा रहनेछु। शारदा, तिमी जस्तो बुझ्ने श्रीमती पाएर म आफैलाई भाग्यमानी ठान्छु। सबैको तिमी जस्तै बुझ्ने श्रीमती भएको भए कोही पनि दुखी हुन्थेन होला। चिन्ता नगर्नुहोस् जीवन, मलाई हजुरको माया साथ सपोर्ट भए पुग्छ, अरू केही पनि चाहिँदैन। ठिक छ शारदा, तिमीले सधैँ यस्तै माया सपोर्ट गरिरह्यो भने एक छोरो लाउँला, मिलिजुली खाउँला, जीवनमा मरिलानु के नै छ र। बरु अहिले ढिलो भयो, आमाले गाली गर्छन्, जाउँ होइन घर। हुन्छ। खोइ म अलि सहयोग गरिदिन्छु ल। हुन्छ। ओहो काहीँ आमा, के भयो? तोय आयो बसिरहनु भएको छ त। हिजो म तपाईँको घरमा पानी पिउन आएको थिएँ, कतै मेरो काहीँले केही त भएन? कुरा त्यसो होइन बिरे बाबु, कुरा अर्कै छ। के कुरा हो र काहीँ आमा? कतै नराम्रो घटना त घटेन नि? के भन्नु र खै बिरे बाबु, हिजो सुतेकै ठाउँबाट जीवनको बुवा कता जानुभयो। ती बुढा मान्छे कता हराउनु भएको हो, मनमा एकदमै पिर परेको छ। त्यही सोचेर बसिरहेको नि। नडराउनु काहीँ आमा, यो उमेरमा हिँडेर कता जान्छन् र? अब कतै जाने पैसा छैन होला। बिरे बाबु, हिजो राति खाना खाने बेलामा घरमा झगडा भएको थियो। कतै त्यही रिसले पो गलत निर्णय लिनुभयो कि? खै बाबु, कता जानुभयो, किन जानुभयो, एक शब्द नबोली सुतेकै ठाउँबाट मान्छे हराउनु भयो। त्यही भएर डर लागिरहेको छ। या काहीँ आमा, चिन्ता नगर्नुहोस्, आइहाल्नुहुन्छ नि। या काहीँ आमा, यो कुरा छोड्नु। बरु जीवन दाई भाउजू कता जानुभएछ, देख्दिनँ त। ती बुढाबुढीको के कुरा गर्नु, एक डोको घाँस लिन पठाएको 10 घन्टा भइसक्यो, अहिलेसम्म आएका होइनन्। गफ गरेर फुर्सद पाएको छैनन् होला। होइन काहीँ आमा, जीवन दाई भाउजू आखिर तपाईँको पनि त छोराबुहारी हुन्। तपाईँले जन्म नदिए नि तपाईँ कर्म दिने आमा त हो नि। दुवैलाई समान दृष्टिले हेर्नुपर्छ। तपाईँले जन्म नदिए नि तपाईँ कर्म दिने आमा त हो नि। दुवैलाई समान दृष्टिले हेर्नुपर्छ।
बराबरी दृष्टिले हेर्नलाई त व्यवहार पनि त्यस्तै हुनु पर्यो नि। हामी बुढाबुढीले दुःख गरेर हुर्कायौँ बढायौँ, अहिले यसो कमाउने भएर हामीलाई पनि हेरेको भए त हामी पनि मायाको दृष्टिले हेर्थ्यौँ नि। के गर्नु, तिनीहरूको व्यवहारै त्यस्तै छ। कहीँ कि आमा, हजुर हाम्रो देशको अवस्था त छँदै नै छ। यहाँ पढ्दै लेखेको मान्छे त जागिर पाउँदैन, त्यही माथि जीवनदायी त आफका पास। जागिर कसरी दिन्छ? तर पनि तपाईँ चिन्ता नगर्नुहोस्, उहाँले केही न केही त गर्नुहुन्छ। ओहो, आज त नेताजी गाउँमा आउने कुरा थियो, म गएँ उहाँलाई स्वागत गर्न। हजुर पनि आउनु। ल ल, म बिस्तारै घरधन्दा गरेर आउँछु, तिमी जाँदै गर न है। हस् कहीँ आमा, म लागेँ है त। ल बुढी, तिमी घाँस बिसाउँदै गर, म हात खुट्टा धोएर आउँछु। कस्तो कुरा गर्नुभएको? हजुरको हात त्यस्तो छ, म हालिदिन्छु नि पानी डोको बिसाएर। खै दिनुहोस्, म हालिदिन्छु। हात त्यस्तो छ। ल हात त्यसमा पानी नपार्नुहोस् है। ल ल जाऊ तिमी, यति त म आफै गरिहाल्छु नि। हस् हुन्छ, राम्रोसँग गर्नु है, फेरि घाउमा पानी पर्ला नि। ल हस्। होइन भाइ, तिमी सधैँ अरूलाई हँसाइराख्ने मान्छे आज किन दुखी भएको? के हुने नि दाइ, मेरा बाआमाले यहाँसम्म हुर्काउनु भयो, पढाउनु भयो, मलाई यत्रो मान्छेसम्म बनाउनु भयो। त्यही बाआमाको लागि मैले अहिले के पनि गर्न सकेको छैन दाइ। भविष्यपछि के होला कसो होला त्यही सोचेर बसिरहेको दाइ। के गर्ने भाइ, हाम्रो देशमा चोरी डकैती जस्ता जघन्य अपराधहरू घटिरहेको छन्, अनि हामी जस्ता युवाहरूलाई रोजगार पाउन पनि गाह्रो छ। तर मेहनत र सङ्घर्ष गरेपछि एक दिन अवश्य सफल भइनेछ, तिमी चिन्ता नगर भाइ। हजुरले भनेको कुरा पनि ठिकै हो दाइ, तर सङ्घर्ष गर्ने बाटो पनि त हुनु पर्यो नि। हामी त गन्तव्यविहीन यात्री भएका छौँ दाइ। न त हिँड्न नै छोड्न सकिन्छ, न त दुःख बिसाउने चौतारी नै भेटिन्छ। मिलन भाइ, टेन्सन नगर, सब कुरा ठिक हुन्छ। बरु जाउँ हिँड्न कतै चिया पिन। ओइ सुन न, गाउँमा नेताको भाइ आएको छ अरे नि त। ला हो र, तिमीले देखेको छ? मैले त देखेकी छैन, गाउँमा आउनु भएको छ भन्ने हल्ला सुनेकी थिएँ। हे जेसुकै होस्, हामी जस्तो अनपढलाई कसले हेर्छ र? त्यही पनि नेताको भाइले हामीलाई के हेर्छ र? त्यस्तो नभन्न बिनिता, भाग्य चम्किन कति नै बेर लाग्छ र। के थाहा, त्यो नेताको भाइ तेरै भाग्यमा पो लेखेको छ कि? हे नजिस्किन, नेताको भाइ सहर बसेर पढेर आएको, म जस्तोलाई कहाँ हेर्छ त? चिन्ता नगर बिनिता, भर्खरै त गाउँमा आएको छ, त्यसलाई हाम्रो जालमा कसरी पार्नुपर्छ मलाई राम्ररी थाहा छ। तेरो जालमा तै पार, मेरो घरमा कत्रो काम छ, आमाले मार्नुहुन्छ, म त गएँ। ल ल जा। आफ्नो भनिमा कत्रो प्लान छ, ऊ भने चाहिँ यस्तो गर्छु।
सुन्नुहोस् त, तपाईँलाई अस्ति नि यही ठाउँमा देखेको थिएँ, आज नि यही ठाउँमा देखेको छु। घर कता हो नि? के काम ल्याउनु भएको थियो कुनी? मेरो घर पनि यही गाउँमा हो। म सहर पढ्न गएको थिएँ, पढाइसकेपछि फेरि आफ्नै गाउँमा फर्केर आएको। मेरो घर यहीँ पर हो। साँच्चै हजुर त सहर जानुभएको थियो के अरे पढ्नलाई, फेरि गाउँमै आउनुभयो। मान्छेहरू त सहरमा पढेर विदेश जान्छन् भन्ने सुनेको थिएँ, हजुर त फेरि गाउँमै आउनुभयो। म त्यस्तो कुनै ठुलो सपना बोकेर गाउँमा त आएको होइन, तर पनि म गाउँमा आउनुको धेरै कारणहरू छन्। मलाई जन्म दिने आमा, यो माटोले मलाई फेरि तानेर यही गाउँमा ल्याएर आएको छ। तपाईँले कहिले सोच्नु भएको छ आफ्नो आमा बुवाले जन्माएर हुर्काएर बढाएर पढाएर यति ठुलो बनाउनुभएका कलिला मुनाहरू आकाशमा चरी जस्तै उडेर 7 समुद्र पारी जाँदा ती आमाहरूको जिन्दगीमा के बित्छ होला? तपाईँले कहिले सोच्नु भएको छ? म पनि ती मुनाहरूभित्रको एउटा मुना हुँ। म धेरै ठुलो सपना बोकेर यो गाउँमा छिरेको हुँ। म जस्ता हजारौँ कलिला मुनाहरू फेरि चरी जस्तै आकाशमा जहाज चढेर 7 समुद्र पारी जान नपरोस् भनेर यो गाउँमा आएको हुँ। ती आमाहरूको आँखामा आँसु फेरि पनि झर्न नपरोस्, यी घरका बारदलीहरूमा बसेर परदेशी छोराहरूको बाटो हेर्न नपरोस् भनेर म यो गाउँमा फर्केर आएको हुँ। मैले यो गाउँमा धेरै ठुलो सोच बोकेर आएको छु। म यो गाउँका कलिला मुनाहरूलाई यही गाउँमा केही गर्ने निर्देशन दिएर त्यो खुल्ला आकाशमा चरी जस्तै उडेर 7 समुद्र पारी जान नदिनको लागि यो गाउँमा आएको हुँ। त्यस्तो खासै कारण त केही थिएन, तपाईँले सोधिहाल्नुभयो, भन्न मन लागिहाल्यो। कुरा यति नै हो। आखिर सबै छोरा त हजुर जस्तै हुन्थे भने आमा बुवा कति खुसी हुन्थ्यो होला है। ती बुढाबुढी भएका आमा बुबाले कौसी र बारदलीमा बसेर 7 समुद्र गएका छोराछोरीलाई सम्झेर रुनु त पर्थेन नि। साँच्चै हजुरको कुरा सबै छोराछोरीले जान्न आवश्यक छ। हजुरको कुराले साह्रै मन छोयो। र म अर्को कुरा के पनि बोकेर आएको हुँ भने ती कलिला मुनाहरू एउटा झोला भिरेर 7 समुद्र पारी जाँदा मर्ने बेलामा आमा बुवा वृद्धाश्रम जान नपरोस् भनेर आएको हुँ। त्यसैले म यही गाउँमा केही गरेर यो गाउँबाट युवाहरू एउटा झोला भिरेर देश छोडेर त्यो 7 समुद्र पारी जान नपरोस् भन्ने उद्देश्य लिएर आएको हुँ। साँच्चै यो कुरा सबै छोराछोरीहरूले जान्न आवश्यक छ। त्यो तपाईँले बुझ्नु भएको रहेछ। तपाईँको कुराले साह्रै मन छोयो। ल मलाई हतार छ, म गएँ ल। माइत जाने भनेको यही एउटा पछौरी थियो। यो पनि च्यातिएको रहेछ। अब यस्तो च्यातिएको पछौरी ओढेर त के जानु माइती पनि। बरु जान्न।
शारदा शारदा के भयो किन टोलाएर बसिरहेको केही होइन के भयो भन न भन किन अप्ठ्यारो मान्न आएको केही होइन त्यस्तो त खासै केही छैन जीवन यसो माइती जाउँ कि भनेको मम्मीले बोलाइरहनु भएको थियो पूजा छ अरे भनेर दिदीबहिनीहरू सबैजना नयाँ नयाँ साडीहरू लगाएर आउँछन् गहनाहरू टन्न लगाएर आउँछन् आफ्नो त केही पनि छैन यही एउटा पछ्यौरा पनि राख्दा राख्दा फाटिएछ मलाई थाहा छ शारदा तिमीले म जस्तो गरिबसित बिहे गरेर धेरै दुःख पाछौ मलाई पनि रहर त छ नि तिमीलाई नयाँ नयाँ कपडाहरू किन्दिन गरगहनाहरू किन्दिन तर के गर्ने कुरो सबै पैसामा अल्झिएको छ हजुरले भनेको कुरा पनि ठिकै हो तैपनि देश संसारको भेष गर्नुपर्छ भन्छन् तपाईँ चिन्ता नगर्नुहोस् न म यही च्यात्तेको पछ्यौरी भए पनि ओढेर जान्छु तिमीले च्यात्तेको पछौरी लिएर माइत जानु पर्दैन म आमासित भएको पछौरी तिमीलाई मागेर दिन्छु आमा ए आमा आमा बाहिर आउनुहोस् न किन ए बल्ल आइपुगिस् के हो फेरि के हुनु नि शारदाले माइत जाने रहर गरेकी रहेछ उसित भएको पछौरी नि च्यातिएको छ बरु हजुरसित भएको त्यो पछौरी दिनु न किन जानु पर्यो माइत फेरि किन चाहियो पछौरी त तेरो बुढी आफै हेर्न खुब उसकै बाउको सम्पत्ति खाइदिएको जस्तो गरेर हैकम चलाउँछ मेरो माइतबाट दिएको पछौरी म मरे नि दिन्न त आफ्नो बुढीले जे गर्छस् गर कुरो त्यस्तो होइन कि आमा शारदा तपाईँको नि त बुहारी हो तपाईँले जन्म नदियो भने कर्म त दिइराख्नु भएको छ नि तपाईँलाई अलिकता बुहारीको माया पनि लाग्दैन है मलाई यस्ता आत्मीय र भावनाका कुरा गरेर पगाल्न नखोज आखिर म पनि पल्ला गाउँकी जिम्मेवारकी छोरी हुँ तिमीहरूका यस्ता कुराले म पग्लिन्छु र नमस्ते यो बाबु केही गर्न सकेको थिएन अब तपाईँ गर्नुहुन्छ कि हाम्रो गाउँको विकास गर्नु होला हामी पुनेर पठाएको छौँ एकदम हजुर हजुर हाम्रो गाउँबाट जितेर आउनु भएको छ नेताज्यू अब गाउँ विकास गर्नु होला हुन्छ नि दिदी तपाईँहरूले यत्रो माया गरेर मलाई जिताउनु भएको छ मैले यसै ठाउँको लागि नगरे कसको लागि गर्छु तपाईँहरूको माया र साथ यसरी नै पाइराख्यो भने म यो ठाउँको लागि विकास गर्छु हजुरहरूको साथ सपोर्ट यसरी नै पाइराखौँ हस् त अहिले म लाग्छु घरमा त कोही पनि छैन कि कसो कहाँ गएछन् बिर्खे होइन है बिर्खे
कहाँ छस् एकछिन बाहिर आइज त। ओहो नेताज्यू नमस्कार। नमस्ते नमस्ते। होइन बिर्खे के सोचेर बसिरहेको छस्? होइन नेताज्यू हजुरको भाइ गाउँ आएको कुरा सुनेको थिएँ। होइन केटा त चिन्ता नगर, आखिर त्यो गाउँमा किन आएको रहेछ यसो निगरानी राख्दै गर, आखिर साँझ घरमा त आउला नि। खै नेताज्यू मैले पनि गाउँतिर हल्ला सुनेको, घरसम्म आइपुग्नु भएको छैन। ल ल केटा चिन्ता नगर, यो विषयमा निगरानी राख्दै राख। होइन है केटा सदरमुकामबाट आएको, यसो तिर्खा पनि लागेको छ, सबै केटाहरूलाई पानी पनि पिलाउन। हस् नेताज्यू। नेताज्यू दिनुहोस्। ढोक गरे दादा हजुर। भाग्यमानी भए। अनि खबर खाबरै नगरिकन आइस त। त्यस्तै भयो दादा हजुर। ल हिँड, बाँकी कुरा भित्रै गएर गरौँला। हस् दादा हजुर।